फिज हो भाइ फिज हो के यो आँखामा उभो होला फिज हो यो भाइ बाबु यहाँ फुक अर्कै गन्दा हो अर्कै गन्दा आयो त काट बाबु काट्दै जस्तो कस्तो कस्तो बात टिको लगाइनौ त टिको फिज हो काट्नु के गर्छ अब टिको लगाइदिनु नगर न तपाईँ लगाइदिनुहोस् तपाईँ आमाले लगाऊ लगाइदिनु न तपाईँ बाजे लगाइदिनु पहिला हामी तपाईँ लगाइदिनु लगाइदिनुहोस् तपाईँ ए म त अरूले हेर्न मेरो छोराको त आँखा बरी बरी भइआयो माथि 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 हान्नु पर्ने क्या माथिबाट तल केकले पुरा लिप्दिने रहेछन् हो बाबु अहिले त आफ्नो शान्ति होस् सधैँभरि यस्तै गरी मनाउनु परोस् आइछ सरस्वती आइछिन् धान काट्न बिहान तेरो मोबाइल ल्याएर त फ्ल्यास हान्नु कसको तेरो मोबाइल ल्याएर त फ्ल्यास हान्नु भाँति मेरो मोबाइल के होला पुगाम त त्यति फ्ल्यास कम्पनीको पैसा पनि पछि माग्नु है अहिले नगर न पहिला उ गरेर पहिला टिको लगाएर त अनि पछि कागज कता फाल्नु अहिले सबैलाई सँगै देऊ नल्याउ न भिडियो बनाउनु यो गराएर दिनुलाई दिनु देऊ तिमीले काटिदिनु जाऊ जाऊ काट्दै जाऊ त्यो त चाहिँ भ्याउ पर्नु म कतै गेला काटिदियो भने छु जाऊ ठिक्क ठिक्क पाइनु जाऊ उ मम्मी गाइदिनु च्याप्नु काट्नु अरे यो लगाउनु ल काट्नु ठिक्क पाइनु काट्नु त बिग्रिन्छ तपाईँ बुढा मान्छे काट्नु न पहिला सुरुमा त टिको लगाइ सिकेर त फटाफट बच्चाले काट्दैनन् अनि तिमीले दादाले काट्नु दादाले नहुँदै कि त्यो उसलाई बोलाइन्थ्यो बाबु जस्मिन उ त्यो गरौ जाइला ल काट्दै बोलाइ हो हादिनु भन्नु त दसैँको टिका लगाएर लगाउनु त गरी ल लगाइदिनु त ल लगाइदिनु ल ल लगाइदिनु म दिन्छु